यो हेर्नु है त यसमा चाहिँ अब यो लाइसक्छु कलर अनि तपाईहरुलाई देखाइदिन्छु ल एकछिन बस्नु है म यहाँ कलर लाइसकेको छुइनँ कस्तो गरम भयो नि यो बत्तीले देख्छ तपाईहरुले भनेको हैन नि मेरो मम्मीले भनेको तपाईहरुलाई एकछिनमा भन्छु अहिले तपाईहरुलाई गर्नु भएको छैन त्यहाँ घाम लागेको छ कि पानी परेको छ अहिले घामै लागेको छ होला त्यहाँ त घाम कि पानी हो अन्त घाम लाग्यो कि पानी पर्यो होला पानी के पर्छ खासमा मलाई त त्यस्तै लाग्यो खासमा पानी पर्ने हो क्या होटेल शीत पर्न थालिसक्यो हाम्रो घरमा त शीतै परेर मर्छ होला कस्तो शीत चाहिँ मन पर्छ है घाम लाग्दाखेरि चाहिँ हैन घाम लाग्दाखेरि त घामै लागिहाल्यो नि तपाईँ चाहिँ के गरेर बस्नुहुन्छ भात खाँदै हुन्छ कि हामी त भात खाइसक्यो नि त अनि तल आउँदैछु नि त तपाईँ त भात खाइसक्नु पर्ने छ अहिलेसम्म त तपाईँहरू हामीहरू भन्दा पनि तपाईँहरू छिटो खानु पर्ने त तपाईँहरू ढिलो खानुहुन्छ के हो खाइसक्नु भएको होला हामी त खाइसकेर पनि बस्नु छाडिसक्नु छेउछेउमा लाउने हो का कलर हैन यहाँ अर्को कलर लगाउने ए यो कलर लगाउँछु बिचमा चाहिँ त्यो लगाएको कलर चाहिँ कुन हो यो पनि ग्रीन हो त्यो पनि ग्रीन हो तर यो अर्को खालको त्यो अर्को खालको यो रेड ग्रीन अलि यो त्यो होला डार्क ग्रीन यो ग्रीन हो यो तपाईहरुले चाहिँ भन्दैन है मेरो मम्मीले नै भएको भनेको तपाईहरुलाई थाहा छ कि छैन भोलिसम्म समिरमा है यो चाहिँ सम्झिम अब तपाईलाई पठाइदिनु बाबालाई पठाइदिनु म त अनि गाइजहरुलाई युट्युब गाइजहरुलाई पठाइदिनु कि नै अनि तिम्रो अनि हेर्नुहुन्छ नि त तिमीले बनाएको फिगर यो पिक्चर क्या यो पिक्चर हेर्नुहुन्छ यो चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ बोलेको हैन है तपाईहरुसँग मसँग मात्रै बोलेको यो चाहिँ तपाईहरुले भनेको तपाई भयो भने मात्रै हो के हामी दुईजनाले गफ गरेका अब के हुँदैछ राम्रो हुँदैछ ए तपाईहरुले चाहिँ राम्रो लाग्यो कि नराम्रो लाग्यो यो युट्युब च्यानलमा हाल्नु पर्यो नि राम्रो लाग्यो भने राम्रो हाल्ने राम्रो लागेन भने नहाल्ने मलाई चाहिँ राम्रो लागेको छ मलाई पनि राम्रै लागेको छ हो तपाईहरुलाई चाहिँ राम्रो लागेन राम्रो लाग्छ अब राम्रो बनाएपछि राम्रो बनाउँछु यो चाहिँ राम्रो भएन यो पनि राम्रो छ ब्युटिफुल यो चाहिँ त्यो पनि ब्युटिफुल छ मलाई चाहिँ यो र यो मन पर्यो यो चाहिँ मन पर्दैन है फेरि हो तपाईहरुलाई सबै मन परेको होला सबै मन परेको छ मलाई त झन् यहाँ गर्दैछु है यहाँ मम्मीले आराम गरेर बस्नुभएको छ म चाहिँ नि आराम गर्न पनि पाएको छुइनँ है अहिलेसम्म चाहिँ मैले आराम गरेर चाहिँ म झन् मोबाइल अठ्याएर यहाँ बसिरहेको
त्यहाँ छ र त्यहाँ छ र उसलाई त तेल पोखियो यहाँ आऊ त खोला त ऊ त ब्यागभित्र हेर त मैले त्यहाँ राखेको छु होला के होला त्यही छ त्यस्तै लाग्छ छ त्यस्तो हुन्छ हाम्रो स्ट्यान्ड चाहिँ देखाउनु त कसरी अलिक छ यस्तो यस्तो पनि हुन्छ तपाईँहरूलाई थाहा छ यो यस्तो भयो यसलाई चाहिँ यस्तो 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 गरेपछि आफै अल्छ फेरि माथि सार्न पनि हुन्छ योभन्दा माथि पनि सर्छ अनि बत्ती पनि बल्छ हेर्नु है त कस्तो राम्रो छ यो हो हिरो छ नि तिमी जस्तै हिरो छ तपाईँले अब फेरि गएर भने बन्द हुन्छ ल दुईटा छिर्नुपर्छ अब म मोबाइल राखिदिन्छु ल तिमी गर ल बत्ती चाहिँ मारौँ है हुन्छ अब यो खोलौँ यस्ता यस्ता अनि त्यसरी हुन्छ है हाम्रो पारा चाहिँ त्यसरी नै हो हाम्रो पारा भनेको मम्मीले अर्को पनि घर बनाउनुहुन्छ है अहिले हेर्नुपर्छ नि यहाँ मलाई दुःख नभएको बेला चाहिँ दुःख भयो भने त किन गर्नु र म यता पनि भइहाल्यो नि मम्मी यहाँ राम्रो बनाउनु पर्यो है यहाँ राम्रो भएन भने फेरि म कराइहाल्छु आफैलाई के आफैलाई कस्तो तिखाउँदैन यो सानो भएर कत्रो भइसक्यो यो सानो भइसक्यो नि कत्रो फेरि अहिले तपाईँ अहिले नहेरेको बेला म एकैछिनमा कति राम्रो बनाइछु हेर्नु यति राम्रो बनाइदिन्छु रुख बनाइदिने हो ट्री यो अर्को यहाँको भन्दा पनि राम्रो बनाइदिन्छु म त यो अर्कै राम्रो खालको हो यो माथि किन आउँदिएको यहाँ छैन त कहाँ छ त्यहाँ नभएपछि यहाँ किन बनाएको त मैले मेरो स्टाइलले बनाइदिएको त्यस्तै बनाइदिनु नि त त्यो नि राम्रै छ होला त दोलाई भन्दा झन् राम्रो भएको थियो मलाई त यस्तो कतिवटा मेवा आउँछ है फेरि 10वटा जाति भइसक्यो होला हाम्रो क्लासमा मेवा आएको त 10जना छन् हाम्रो क्लासमा 8जना थिए 9जना थपिएको यस्तो डल्ली फेरेको थिएँ अनि फेरि यस्तो कालो परेको नक्कल नपार तिम्रो आफ्नो काम गर्दै कलर लगाइसकेर छिटो कलर पनि फास्ट गर्नुपर्छ भन्ने सिकाउनु होइन हजुर कति राम्रो छ कुन कलर त्यो कुन कलर जस्तो छ यो ग्रे कलर हो कुन कलर हो तपाईँहरूले थाहा छ होला मलाई त के थाहा पवित्रलाई पनि थाहा छैन आचार्य होइन हामी त आचार्य गेलालो मलाई हातमा उठाउन कस्तो नक्कली छि एउटा माथि एउटा केटी पनि थियो है त्यसलाई झन् नखै खै कहाँ गयो डक्टर कहाँ पुग्यो डक्टर माथि थियो अहिले किन चाहियो त अहिले त्यता खोजौँ न अर्को बाहिर एउटा त दिनु न बाहिरको अहिले ल्याउन न ल्याइसकेँ पर्दैन मलाई चाहिँदैन अब हो चाहिँदैन भने राम्रो ग्रीन कलर मात्रै लगायो भने कति राम्रो हुन्छ
त्यो भयो भने त कति नराम्रो हुन्छ नि राम्रो कति राम्रो बनाइदिनु यस्तो खालको नै हुन्छ नि त्यो ग्रिनमा चाहिँ कति लाउनु ग्रिन चाहिँ लाउनु है फेरि ग्रिन मात्रै लाउनु भने दुईटा कलर लाउनुपर्छ फेरि राम्रो हुँदैन मैले त यसमा तीनटा कलर लगाइदिएँ नि तर मजाले कति राम्रो हो फेरि कति राम्रो भइसक्यो किताब तपाईँहरूलाई हेर्नु त कस्तो राम्रो हो यताबाट चाहिँ कस्तो हो यहाँबाट टाढाबाट हेर्दा कस्तो देखिहालेको छ क्या यो बत्ती नभएकोले आफै उता देखाउ न यस्तो छ है यहाँ चाहिँ फेरि बत्ती कसले बनाएको नाम भन्दै कसले बनायो सक्यो फिनिस भयो किन भएन र के गरेर माग्छ के भयो बिर्सिदिएको ACH अनि ARYA खोइ खत्तम प्रणेश आचार्यले बनाएको पिक्चर होइन प्लान्टको यो चाहिँ भएको होइन है यो चाहिँ मेरो हातमा कति राम्रो छ मलाई देखाइदिनु